नमस्कार। इलेट वेबबाट मार्केटको फोरकास्टिङ गर्नुपर्दाखेरि 1816बाट बढेको मार्केट 2215मा फर्स्ट वेभ सकायो, 1952मा सेकेन्ड एग्रेसिभ थर्ड वेभ तपाईँको 3048मा र फोर्थ वेभ 2442मा सकायो भने इन्डिङ डायगोनल प्याटर्न बनाएर चाहिँ ट्रङ्केटेड तपाईँको फिफ्थ वेभ 3028मा सकाएर तपाईँको डबल जिगज्याग करेक्सन अहिले अनगोइङ हो, जसमा डब्लु सकाएर यक्स अपवार्ड 2850को रेन्जतिर गइरहेको छ भने तपाईँको 2400-2300को रेन्जमा चाहिँ वाइ सकाएर चाहिँ इन्टरमिडिएट डिग्रीको सेकेन्ड वेभ सकाएर बेयर मार्केट त्यहाँ कम्प्लिट गर्ने र नेक्स्ट बुल मार्केट इन्टरमिडिएट डिग्रीको थर्ड वेभ चाहिँ त्यसपछि चाहिँ स्टार्ट गर्नेलाई प्रिफरेन्स काउन्टमा राखेको छु भने यसलाई इन्भ्यालिड गर्नको लागि 2850 भन्दा माथि मार्केट अहिले सर्ट टर्ममा सस्टेन भएर तपाईँको फाइभ वे प्याटर्न अपवार्ड तपाईँको 3400को रेन्जतिर जान्छ भने त्यसलाई अल्टरनेटिभ काउन्टमा हामीले हेरिरहेको छु। त्यो अल्टरनेटिभ काउन्ट चाहिँ 2825 भन्दा माथि मार्केट रहन्छ भने चाहिँ त्यसलाई हामीले प्रिफरेन्स काउन्टको रूपमा हेर्नुपर्ने हुन्छ। अहिलेसम्मको लागि चाहिँ प्रिफरेन्स काउन्ट चाहिँ तपाईँको डाउन साइडै तपाईँको डबल जिगज्याग करेक्सन सेकेन्ड वेभ नै रहेको छ। हस् त, धन्यवाद।